नहुने तर 1 करोडको फाइनली स्कुलबाट चाहिँ अब हामी गुड बाई फाइनली हाम्रो स्कुलले गरिसक्यो अफिसियल्ली अब चाहिँ Hi everyone and welcome back to my channel. If you are new to this channel then my name is Ritika Shrestha. I am from Pokhara. हजुरहरुलाई भिडियो लास्टसम्म हेरिदिनु होला and कस्तो लाग्छ don't forget to like, share and subscribe अनि कमेन्ट पनि गरिदिनु होला अनि यस म भर्खरै उठिरहेको छु म मुख पनि धोएको छैन म फ्रेस भएकै छैन अनि आज चाहिँ म मेरो स्कुलको साथीहरुलाई भेट्छु अनि म मेरो एक्स स्कुल जान्छु इन्भाइट गर्नुभएको छ अनि आज प्यारेन्ट्स डे रहेछ सो आज के हुन्छ हजुरहरुलाई म देखाइ नै हाल्छु यहाँ मेरो साथीहरु 3 जना फेरि यहाँ मेरो घर आउने भनेको छ अनि सँगै जामै भनेको छ सो तिनीहरु आएपछि भेट्छु हजुरहरुलाई हाई वेलकम टु रितिकास हाम्रो स्कुलको कागज मलाई त चिन्दै छ रायलाई किन चिन्नु मैले कसैको नाम बिर्सेँ मैले हाई के हो त्यो कहाँ आएको हामी टोकन अफ लभ यु लभली नाचो मोटरलाई यसरी सिजन म त नमस्ते गेम खेलिरहेछ यो बुझेन कि मैले के गर्नु होइन यस्तो मिल्यो भने चाहिँ बत्ती बल्छ है देखाऊ बत्ती बलेन यो फर्मुला भनेको a + b होल स्क्वायरको मिलेन भने चाहिँ बत्ती बल्दैन तपाईहरु खेल्न सक्नुहुन्छ ल mp + टन भनेको चाहिँ गाइस बोल्यो Where the hell go? ल ल गर ल
यो चाहिँ रिनोभेट हुँदैछ यहाँ चाहिँ हाम्रो होस्टेल हो निशालाई बोला नि यहाँ घर यहाँ केटीहरू चाहिँ यहाँ छ यहाँ तर आन्टीले हामीलाई सरप्राइज उल्टिदिनु भयो त्यहाँनिर दोकान बन्द हामीलाई आन्टीले धोका दिनुभयो आन्टीले दोकान बन्द गर्नुभयो आन्टीको दोकान यहाँ हामीहरू यहाँ छौँ कति बज्यो 125 सिजन उहाँ छ ठकुरी यहाँ छ सुकृति यहीँ छ खाली देखिस् म यहाँ छु तर आन्टीले हामीलाई धोका दिनुभएको अवस्था हामी पहिला डेन्जर चटपट खाने ठाउँ हो देख्नु आन्टी हामीले गरेर हेर्नु त एक्स्ट्रा भाइहरू हामी चाहिँ ल्यायौँ हाम्रो स्कुलको यहाँ फेरि दुईजना लाइनमा छ है क्युमा हामी त चिल हाई हाई ए के आन्टी यो जुसी के मतलब मन पर्छ यस्तो त खै यो अब सानो पहिला बच्चामा नि हुन्थ्यो क्या है यो जुसी हो कि है खासमा जुसी हो कि हो ल खा हाम्रो आन्टीको चटपट कति पछि बल्ल स्कुलको साथीहरूसँगै बसेर चाहिँ स्कुलको लास्ट बेलामा खाएको थियो क्या है हामीले आन्टीले झन् यति बनाउन छोडिदिनुहुन्थ्यो हामी चाहिँ भोक लागेर अब सिजल जसले किनेको यो र अनि कुरकुरे भोक लाग्यो स्कुलमा खाना पनि दिएन अहिले तिन बेला भएन रे हामीलाई खाना छिटो खाएपछि यस्तै हुन्छ हाई हाई भन्छौ न तिम्रो नाम के हो नि तिम्रो 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 कति क्लासमा हो नि तिमीहरू 5मा हो अमिलो चाहिँ हाम्रो यो मियापटरमा को हुनुहुन्छ यहाँ मियापटनमा को हुनुहुन्छ सबजनाले बालविद्या स्कुल को साइडमा एकजना आन्टी हुनुहुन्छ आन्टीको दोकानको नाम बिल्ला होइन क्या आन्टी दोकान खोल्दा भनिदिन्छु कति मिस हुन्छ तपाईँको चटपट नभन त्यस्तो हाम्रो चाहिँ चटपट रेडी भयो होइन आन्टीको चटपट ल टेस्ट गरौँ न त लाइज सोकेँ अहिले के ल 1 cheers दामी मिठो सबै पहिलाको थ्रोब्याक फ्ल्यासब्याक भन्न थ्रोब्याक रे फ्ल्यासब्याकमा गयो जस्तो भयो कस्तो लाग्छ मलाई चटपट महानी के यता नभयो के म त के ओके अब चाहिँ हामी खाएपछि अब अलिपछि भेटौँ ल बाई 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 यस्तो अमिलो हालेर कसले खान्छ राहेलले खान्छ यता हेर्न ट्राई गरौँ रियाक्सन भिडियो मेरो तैँले खाइस् कस्तो एउटा खान्छु छैन खै देखा त तिमीहरूको रियाक्सन देखेर मलाई खानु मन लागेन पहिला सुरु मन परेको कि चक्कुलाई त दाबी खुवायो कि मन त पर्यो
हजुर किन हाँस्यो अब म त बोल्छु भाइ को रे भाइ भाइ अरे ओ भाइ मलाई चाहिँ लास्टै अमिलो भएर चाहिँ म खाना भाइ दाइ भन्नु सबै अमिलो भएर चाहिँ मैले खान सक्दिनँ यिनीहरू चाहिँ खाए कसले त हेर्नु ल अब हामी त जान्छौँ आन्टी बाई बाई यहीँ चटपट लिएर जानु यो ठकुरीको चटपट हो यो चाहिँ हामी चाहिँ चटपट खाएर चाहिँ निस्केको हाम्रो चाहिँ पहिला स्कुलमा चाहिँ यहाँनिर हाम्रो चाहिँ यो एसेम्ब्ली अनि यहाँ चाहिँ टिचरहरू बस्नुहुन्छ होइन अनि यहाँ चाहिँ हामीले स्पिचहरू दिन्थ्यो कि ल भन् ल भन् गुड मर्निङ एभ्रिवान रेस्पेक्टेड टिचर्स ब्रदर सिस्टर्स एन्ड माई डियर फ्रेन्ड उता हो अनि त्यसपछि के हो टुडे आई एम हियर टु रिप्रेजेन्ट यहाँ चाहिँ हाम्रो चाहिँ एसेम्ब्ली हुन्थ्यो होइन यहाँ पिएससी प्रोग्राम हुन्थ्यो यहाँ चाहिँ अनि यहाँ चाहिँ हाम्रो पिएससी प्रोग्राम स्पिच प्रोग्रामहरू हुन्थ्यो होइन अब चाहिँ हामी चाहिँ माथि जान्छौँ माथि देखेर मलाई क्रसको मिनिङ चाहिँ थाहा छैन त्यतिकै क्रस हान्थ्यो उही देख्नु त देख्यो नि देख्छ अनि त्यसपछि यो चाहिँ हाम्रो चाहिँ क्लासहरू हो यतातिर अनि हामी चाहिँ माथि जानुपर्छ हेर्नु यहाँ रमाइलो अझै ओ खुब रमाइलो भयो नि तिमीलाई हाम्रो क्लास देखाउँछु भन्नु यिनीहरू हिँड्दा 1 किलो क्लास 10 ओहो यहाँ कि यो बिल्डिङ के यो चाहिँ हाम्रो क्लास खै एक्सक्युज मी त्यो जुत्ता आउँदा के भन्छ नि उही सबै चिनिँदैन हाम्रो रो चाहिँ यो थियो यो सिजनले चाहिँ यहाँ बस्छु रुमसँग म त यहाँ बस्छु पहिला यहाँ हुन्थ्यो मेरो बेसबाट यहाँ हो अनि हामी चाहिँ यहाँ बसेर टुक्टुक खान्थ्यो होइन अनि डबर्सल हुन्थ्यो कि अनि डबर्सल हुँदाखेरि फसेर हुने बेला नि त्यहीँ बसेर खान्थ्यो चिज छोड्नु नसक्ने म अनि यो चाहिँ चिज छोड्नु सक्ने म त रातै हुन्थेँ अनि त्यही हो वाट अ पर्फेक्ट कम्बिनेसन मैले साट्थेँ होइन म सार्न त सक्थेँ तर यसले चाहिँ पुरै चिप छोड्थ्यो त्यो के अरे गाइड बुक पुरा च्यात्थ्यो कि यसले चाहिँ त्यहाँबाट बिग्यो त्यो चाहिँ हामीभन्दा एक ब्याच सिनियरले दिएको हो यो चाहिँ फेयरवेलको बेलामा यो चाहिँ अझै छ तर घडी थियो त्यो क्यालेन्डर कति खुसी लाग्यो कस्तो के मैले त सिरिङ भयो कि यहाँ आउँदाखेरि त छुट्टै भयो हाम्रो बहिनीहरू चाहिँ हामीभन्दा म्याच्योर देख्दैन हामी यस्तो भन्छ हामी चाहिँ क्याजुअली यसरी भइरहेको छौँ होइन अनि तर हामीभन्दा एक ब्याच सिनियर बहिनीहरू चाहिँ पुरा कि कुर्ता सुर्ता सजधज के आइरहेको छ तर हामीभन्दा सिनियर टाइपको देखिरहेको कि त्यो बहिनीहरू हाम्रो क्लासबाट यस्तो भ्यू देखिन्छ होइन यो घर अझै थप्दै रहेछ थप्दै बनाउँदै गर्छ यो घर चाहिँ यतातिर नि एक्स्ट्रा बनाउँदै रहेछ यतातिर चाहिँ खासै घर थिएन तर अहिले त यति धेरै घर के कस्तो छ अरे हामीले लिएर आइदिएको अरे यो मैले सब
वेटरले यस्तरी चिचाएर बोल्छ म्यानर छैन यस्तो भन्ने मलाई चाहियो होला के हो र यहाँ के हो यहाँ त्यो हामी यो पाइसक्यौँ होइन यसले नि पायो मैले नि पाएँ अनि हामी यसकै यही टोकन अफ लभको लागि चाहिँ आएको हो बोलाउनु भएको थियो अनि हामी आएको हो एन्ड फाइनली यो स्कुलबाट चाहिँ अब हामी गुड बाई फाइनली हाम्रो स्कुलले गरिसक्यो अफिसियल्ली अब चाहिँ अनि त्यही हो खुसी लाग्यो रमाइलो भयो साथीहरू भेट्यो